के रामले मुनालाई माया मारेको हो? कमला पनि रामलाई पाएपछि स्वार्थी बनेको हो? यसको यथार्थ कहानी भने तपाईँहरूले भिडियोको अन्त्यमा थाहा पाउनुहुनेछ। तसर्थ भिडियोलाई 1 सेकेन्ड पनि मिस नगरिकन अन्तिमसम्म हेर्नुहोला। मलाई थाहा छ हजुरहरू बुहारी सिरियल एकछिन पनि नछुटाइकन, एक एपिसोड पनि नछुटाइकन निरन्तर हेर्ने गर्नुहुन्छ। तर कहिलेकाहीँ कामको व्यस्तताले गर्दा तपाईँहरू भिडियो पुरै हेर्न नसक्ने अवस्थामा हुनुहुनेछ। त्यही अवस्थालाई मध्यनजर गरेर फेरि तपाईँहरूको समक्ष हरेक एपिसोडको समीक्षा लिएर हजुरहरूको समक्ष उपस्थित हुने बाचा गरेको थिएँ। त्यही बाचालाई आज आत्मसात गर्दै हजुरहरूको समक्ष यस एपिसोडको पनि मैले समीक्षा लिएर उपस्थित भइसकेको छु। आउनुहोस् साथमा रहेर समीक्षाको सुरुवात गरौँ। आजको एपिसोडको सुरुवाती दृश्य नै रामको घरबाट हुन्छ, जहाँ सबैजना मौन छन्, राम अनि कमला। र अनि कमलाको त्यो मौन दृश्य देखेर रामले भन्न थाल्छ, कमला किन यति तिमी मौन छौ? जिन्दगीमा हरेक चिज आउँछ जान्छ, त्यसको लागि कहिले पनि पछाडि फर्केर हेर्नु हुँदैन। जबसम्म जिन्दगी छ तब कुनै पनि सफलता हासिल गर्नको लागि केही पनि अप्ठ्यारो र विघ्न बाधा आउँदैन भन्दै जस्ता बातहरूले उसले सान्त्वना दिने गर्दछ। र अनि उसले भन्छ केही छैन, किनकि जिन्दगी फेरि फर्केर आउँदैन, धन सम्पत्ति हामी फेरि पनि कमाउन सक्छौँ, सँगै रमाउन सक्छौँ भन्दै उसले सान्त्वना दिन्छ। किनकि उसले कमलाको उपचारको लागि भनेर 50 लाख रुपियाँ लिएको थियो। उसले आफ्नै घर जग्गा जमिन सबै धितो राखेर लिएको थियो। त्यही तिर्न नसकेर कमला र रामले जोबाट लोन लिएको थियो उसैलाई सुम्पेर त्यहाँबाट ऊ निस्कन्छ। जब निस्कनको लागि त्यहाँबाट पाइलाहरू अघि बढाउँछ, त्यतिकैमा उनीहरूको बाटोमा काँडेधार भरेर उपस्थित हुन्छ बुबा, फुफू, बहिनी अनि मुनाको दाई। अनि रामको बुवाले भन्छ, तैँले पनि छोरा आफ्नो स्वार्थको लागि बुढो भइसकेको बुवालाई घर नघाटको बनाइ छैन। अनि मुनाको दाइले भन्छ, तिमीले पनि दुर्गा आमालाई जस्तै गरेर मुनालाई फेरि जेलमा पठायो होइन? अनि यो सुन्नसाथ राम छाँगाबाट झरेको जस्तै हुन्छ र भन्छ, मुना जेलमा? अनि त्यतिकैमा फेरि रामको फुपू कमलालाई हिर्काउँछु भन्दै चिपट लिएर अगाडि बढ्छ। त्यतिकैमा राम कमलाको अगाडि ढाल भनेर उभिन्छ र अनि भन्छ, जसले पनि मेरो कमलालाई छुने कोसिस गर्छ उसको ज्यान लिन पनि म पछि पर्दैन भनेर उसले सबैलाई धम्काउने थर्काउने गर्दछ। र अनि यो देख्दाखेरि यस्तो लाग्छ कि जिन्दगीमा सबैभन्दा ठुलो माया हो, मायाको अगाडि सम्पत्ति पनि केही होइन जस्तो लाग्छ। तर यहाँनिर यस्तो देखिन्छ कि राम र कमला आपसमा साथमा रहँदा मुना नहुँदा अलिक खल्लो भएको जस्तो महसुस भइरहेको छ। किनकि उनीहरू तीनजना आपसमा एक ओदानका 3 खुट्टा जस्तो भएर अनि त्रिवेणी जस्तो भएर जिन्दगी जिरहेको बेला सबैलाई खुसी र मग्न भइरहेको थियो। तर यो कुरा रामलाई थाहा नरहेको पनि हुनसक्छ कि मुना जेलमा छ भनेर। त्यसैले अब आउँदो एपिसोडमा रामले मुनालाई जेलबाट निकाल्नको लागि राम्रो कदम चाल्नुपर्छ भन्दै हामी कामना गर्न सक्छौँ। र अनि आउँदो दिनमा रामको सबै घर परिवार हाँसी खुसी र आपसमा मिलेको देख्न चाहन्छौँ भन्नेहरू कतिजना हुनुहुन्छ? सबैले भिडियोलाई एक लाइक अनि सेयर अनि कमेन्टमा गएर जय राम, जय मुना, जय कमला भनेर लेख्न पक्कै पनि नबिर्सनु होला भन्दै यहाँहरूबाट ओझेल पर्न चाहन्छु। जाँदा जाँदै हजुरहरू समक्ष एक अनुरोध गर्न चाहन्छु कि तपाईँहरू पनि यदि सारथी नेपाल युट्युब च्यानलको सहयात्री बन्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। अहिलेलाई बिदा पर्न चाहन्छु। हस्त नमस्कार।